यो चाहिँ नि तपाईँको मेरो बिहानीको खाना है। स्कुल ड्युटी जानुपर्ने यहाँनिर तपाईँको ढेँडो भात, राइस, त्यसरी नै मही अनि तपाईँको पानी है देख्नुहुँदैछ भने निँगुरोको सब्जी पनि देख्नुहुँदैछ। यो चाहिँ म मजाले खाएर अब स्कुल लाग्नेछु भनेर सोचिराखेको छु र मै लाउँदैछु त्यहाँनिर मैले। र फर्स्टमै म ढेँडो भातबाट सुरु गर्नु पऱ्यो भनेर म त्यहाँ ढेँडो भात चाहिँ मजाले मलेर पनि मुखमा लगाइसकेको छु। मिठो खालको टेस्ट मलाई भइराखेको छ र कम्ता मजा आउँछ खानु। यो एकदमै ढिँडो भातले चाहिँ अगाउँछ नि त तपाईँको मैसँग खानु पाउँदा, त्यो पनि है अझै निँगुरोको सब्जी यति साह्रो मजा आउँछ है। र खाँदैछु मजाले धन्दाउँदैछु त्यहाँनिर म आज चाहिँ अब मजाले इनर्जेटिक भएर चाहिँ स्कुलमा गएर केटाकेटीलाई मजाले पढाउँछु भनेर सोच लिएर चाहिँ म खाइराखेको छु र एकदमै खुसीको महसुस भइराखेको छ। र खाना चाहिँ मैले मजाले यसरी खाँदैछु है र एकदमै मजा आउँछ यसरी सादा खाना खानु पाउँदा। र यतिकैमा मैले खाना पनि खाइसकेँ। हेर्नुहोस् तपाईँको थाल रितिसकिएको छ र हेर्नुहोस् तपाईँको म चाहिँ अगाएर एकदमै ड्याम्मै महसुस भएको कारण चाहिँ म जिउ तन्काउँदै भित्र खाना मिलाउँदैछु है। भुँडीभित्र अब खाना मिलाउनु पऱ्यो नि त तपाईँको, र ड्याम्मै भएको महसुस भयो छाम्दाखेरि चाहिँ है।